एउटा सानो घरमा एकजना श्रीमान र श्रीमती बस्थे। दुवै एकअर्कालाई निकै माया गर्थे र उनीहरू गाउँका मान्छेहरूसँग पनि मिलेर बस्थे। उनीहरूको बिहे भएको केही वर्ष बितिसकेको थियो र अब उनीहरूको जीवनमा नयाँ पाहुनाको आगमन हुनेवाला थियो। उनीहरूको पहिलो सन्तान जो हुनेवाला थियो, हरेक दिन उसकी श्रीमती आफ्नो पेटमा हात राख्थिन् र मुस्कुराउने गर्थिन् र उसको श्रीमान पनि त्यो देखेर नयाँ सपना बुन्ने गर्थ्यो। अब केही महिनापछि हाम्रो जीवन बदलिनेछ। तर दुर्भाग्यवश उसकी श्रीमतीको बच्चा जन्माउँदै गर्दा मृत्यु भयो र उसको बच्चा पनि उसैको गर्भमा मर्यो। आफ्नो बच्चा र श्रीमती गुमाएर त्यो मानिस टुटिसकेको थियो। उसको खुसी, उसको सपनाहरू एकै क्षणमा खोसिएको थियो। जब गाउँलेहरू आए र त्यो बच्चालाई पेटबाट चिरेर निकाल्ने कुरा गरे, ऊ झन् दुखी भयो। पेटबाट चिरेर निकाल्ने कुरा सुनेर त्यो मानिस डरायो। यस्तो नगर्नुहोस्, उनलाई मर्न शान्तिसँग दिनुहोस्, यो गलत कुरा हो। तर गाउँका मानिसहरूले चुप्प लागेर बसेनन्। उनीहरूले भन्दै थिए, यदि मरेको बच्चा उसको आमाको पेटमा छोडिदियो भने उसको आत्माले शान्ति पाउँदैन। त्यो मानिसले सबै कुरा बुझ्न सकिरहेको थिएन। उसको लागि त त्यो एउटा निर्जीव लास मात्र थिएन। तर गाउँका मानिसहरूले भने भनिरहेका थिए, यो विधि गरिएन भने कसैले नसोचेको कुरा हुनेछ। तर त्यो मानिसले सबै कुरालाई विश्वास गरेन र उसले आफ्नो श्रीमतीको पेटबाट बच्चा निकाल्ने अनुमति दिएन। तर गाउँका मानिसहरूले त्यो लासलाई जलाउन दिएनन्। र उनीहरूले बाध्य भएर त्यो शरीरलाई त्यत्तिकै गाड्नु पर्यो। त्यसपछि त्यो मानिस केही दिनसम्म दुखी देखियो। ऊ केही दिनपछि अब खुसी देखिन थालेको थियो। ऊ खुसी भएको देखेर सबै गाउँका मानिसहरू छक्क परेका थिए। एक रात छिमेकीले त्यो घरबाट हाँसिरहेको आवाज सुन्यो। ध्यान दिएर सुनेपछि त्यो मानिस सँगसँगै उसको श्रीमतीको पनि हाँसेको आवाज सुनियो। यो कुरा पुरै गाउँभरि फैलियो। र जति जति दिन बित्दै गयो त्यो आवाज अझ प्रष्टसँग सुन्न थालियो। श्रीमानजी, म यहाँ छु। यसरी नै केही समय बित्यो र त्यो मानिस निकै कमजोर भयो। गाउँका मानिसहरू पनि त्यो मानिससँग बोल्न डराउन थालेका थिए। अब राति 7 बज्ने बित्तिकै उनीहरू हाँसेको आवाज सुन्न थालिसकेको थियो। अब गाउँमा एउटा डरको वातावरण निर्माण भइरहेको थियो।
छिमेकी भने त्यो आवाजलाई सुनेर दुखी हुन थालेको थियो। र उसले गएर एक दिन हेर्ने निर्णय गर्यो। ऊ चुपचाप गएर झ्यालबाट हेर्न थाल्यो। भित्र उसले देख्छ एउटा मानिस बसिरहेको थियो र ऊ कसैसँग बोलिरहेको थियो। मैले तिमीलाई धेरैचोटि भनिसके, तिमी मध्यरातमा आऊ, छिटै किन आउँछौ? गाउँका मान्छेहरूले मलाई शङ्काले हेर्न थालेका छन्। अब उनीहरू राम्ररी कुरा पनि गर्दैनन्। त्यति भनिसकेपछि उसकी मरेकी श्रीमती छेउमा आई र भन्न थाली, तपाईँ यो गाउँलेहरूको बारेमा यति धेरै नसोच्नुहोस्। तपाईँलाई त हाम्रो बारेमा सोच्नु पर्छ नि। हेर्नुहोस् त, हाम्रो छोरा एकदमै तपाईँ जस्तै छ। तपाईँ जस्तै छ। ती मरिसकेकी मान्छेलाई देखेर त्यो चिहाएर हेर्ने मानिस डराएर जामिसकेको थियो। अब त्यो महिला किचकन्डी बनिसकेकी थिए। त्यत्तिकै अचानक एउटा यस्तो कुरा देख्यो। त्यो देखेर उसको दिमाग पुरै हल्लियो। उसले देख्यो उसकी श्रीमती त्यो मानिसको घाँटीतिर गई र पछाडि बसेर उसको रगत पिउन थाली। भोलिपल्ट उसले गाउँका सबै मानिसलाई उसले हिजो जे देखेको थियो सबै कुरा बताइदियो। उसकी श्रीमतीले उसको रगत पिरहेकी थिए र त्यही भएर ऊ दिनदिनै कमजोर भइरहेको थियो। अब गाउँका मानिसहरू भेला भएर एउटा झाँकीलाई लिएर उसलाई गाडीको ठाउँतिर गए र उसको शरीरलाई खनेर बाहिर निकाले। त्यो लास अझै ताजा थियो। यस्तो लाग्थ्यो मानव ऊ सुतिरहेकी थिए। यो देखेर सबैजना छक्क परे। त्यसपछि उसको श्रीमानले थाहा पाउनुभन्दा अगाडि त्यो लासलाई जलाएर उनीहरूले खरानी बनाए। अब गाउँका मानिसहरूलाई लाग्यो कि अब सबै ठिक भयो। तर त्यो छिमेकीलाई त्यो दिनपछि पनि त्यो किचकन्डीको आवाज सुनिन बन्द भएन र केही दिनपछि उसको श्रीमान पनि मर्यो।